दोहोरो मोटर कुद्ने, एक छेउबाट रेल कुद्ने र दुवै किनारामा यात्रु हिँड्नका लागि फुटपाथ अथवा त्यो यात्रु हिँड्ने फुटपाथमा साइकल पनि चलाउन पाइन्छ र त्यो भएको एउटा ठुलो चौडा पुलको छेउमा म उभिएर यो भिडियो बनाउँदैछु र यो पुलको विशेषता भनेको जब जलमार्गबाट जहाजहरू आउने गर्छन् त्यसपछि यसलाई उचालिने गरिन्छ। अहिले हामी देख्न सक्छौं यो बिस्तार उचालिन लागेको छ। यो पुल भोलगास्टबाट पोल्यान्ड जाने बाटोमा पिने ब्रिज भोलगास्ट अथवा पिने बाल्टिक सागर माथि र पिने रिभर भनिन्छ। हुन त त्यो रिभर होइन, बाल्टिक सागरकै एउटा नहर जस्तो एउटा सानो कुलो जस्तो बनाएर लिएर आइएको छ र त्यसै माथि बनाइएको हुनाले तर पनि यसलाई पिने रिभर भनेर भनिँदो रहेछ र पिने रिभर माथि बनाइएको पिने ब्रिज भोलगास्ट हो। समुद्री बाटोबाट ठुला गरम सामग्रीहरू पनि ओसार पसार गर्न सजिलो हुने हुनाले स्थलमार्गभन्दा जलमार्गलाई यहाँ बढी प्राथमिकता दिइने रहेछ। हुन त यो उनीहरूको वरिपरि समुद्रले घेरेको ठाउँ भएको हुनाले उनीहरूलाई सुविधा पनि भएको हुन सक्छ। यो पुल जर्मनीको पूर्वी भागमा तात्कालिक पूर्वी जर्मनीमा पर्ने र अहिले त जर्मनी एउटै भइसक्यो जर्मनीको पूर्वी भागमा पर्ने मेक्लेनबर्ग-फोर्पोमेन स्टेटमा पर्दछ। मेक्लेनबर्ग-फोर्पोमेन राज्यमा पर्दछ र फोर्पोमेन ग्राइफ्सवाल्ड जिल्लामा पर्दछ। यो पुललाई ब्लू वन्डर भोलगास्ट पनि भनेर चिनिने रहेछ। यो पुल 1990 मा दुईटा जर्मनी एकीकृत भयो र 1996 सालमा यो पुलको निर्माण कार्य समापन भएको रहेको छ र त्यतिखेर तात्कालिक अवस्थामा यहाँका चान्सलर चाहिँ हेलमेट कोल हुनुहुँदो रहेछ। अहिले हामी यहाँ देखिरहेका छौं र अब पुल करिब पुरै ठाडो अथवा 90 डिग्रीमा यसलाई उचालिसकिएको छ र जलमार्गबाट अथवा पानीबाट एउटा जहाज पार हुँदैछ। सानो आकारको पानी जहाज हो र ठुला पानी जहाजहरू पनि यहाँबाट आउने जाने गर्दछन्। यो पानी जहाज पुल मुनिबाट पार गरिसकेको छ र अब यसलाई बिस्तारै यो पुललाई पुनः आफ्नै स्थानमा ल्याएर राख्ने क्रम अब फेरि सुरु हुन्छ। यो पुल बिस्तार आफ्नो ठाउँमा आउँदैछ र त्यहाँ दुईवटा सिनका जस्तो हामी जे देखिरहेका छौं त्यो चाहिँ रेलको लिक रहेछ। यो देख्दा सामान्य भौतिक विज्ञानको सिद्धान्त अनुसार बनाइएको भए तापनि हामी जस्ता अविकसित मुलुकबाट आएका र विकास निर्माणका धेरै कामहरू गर्न बाँकी नै रहेका मुलुकबाट आएका व्यक्तिहरूका लागि यो एउटा आश्चर्यजनक र साह्रै नौलो भएको हुनाले मैले यसलाई भिडियोको रूपमा यहाँहरू समक्ष प्रस्तुत गरेको छु। अहिले हामी देख्न सक्छौं यो पुल करिब आफ्नो ठाउँमा आएर यात्रा गर्ने मोटरहरू, रेल र साइकल अनि पैदल यात्रीहरूका लागि यो बाटो एकछिनमा फेरि स्वाभाविक हुनेछ। यहाँको लागि यसरी पुललाई पट्याएर जलमार्गलाई खुल्ला गर्नु सामान्य कुरो हुँदो रहेछ, तर हामी जस्ता यो बाटोघाटोको विकास निर्माणको कार्यहरू नभएका नदेखेका व्यक्तिहरूको लागि यो नौलो हो र यसैले यहाँ पनि सायद अब यसलाई नौलो नै भनिएको होला र ब्लू वन्डर भनेर भनिन्छ र यसलाई इन्टरनेटमा ब्लू वन्डर भोलगास्टलाई या डब्लुलाई यहाँ भीबाट प्रनाउन्सिएसन हुने रहेछ। ब्लू वन्डर भोलगास्ट भनेर हामीले सर्च गर्यौं भने इन्टरनेटमा पनि हामी यसलाई देख्न सक्छौं। ज्यादै साना डुङ्गीहरूलाई चाहिँ आउँदा जाँदा यो पुल उचाल्नु पर्ने रहेनछ र त्यसैले गर्दाखेरि यस्ता साना खालका डुङ्गीहरू चाहिँ निर्वाध रूपमा आवागमन गर्दा रहेछन् यो पुल मुनिबाट र अलि ठुला खालका जहाजहरूलाई चाहिँ यो पुल पट्याउनु पर्ने अथवा उचाल्नु पर्ने रहेछ आउन जानका लागि।